बस रोक्नुहोस्। धेरै गर्नुभयो जिन्दगी र समय बर्बाद। अब नगर्नुहोस्, अहिलेदेखि नै छोडिदिनुहोस्। अब इतिहास रच्ने बेला आएको छ। अब तपाईँको एउटा मात्र अप्सन छ, पागलपन बन्ने, जिद्दीपन बन्ने। आफ्नो सपना पछ्याउन चाहनुहुन्छ, सपना पुरा गर्न चाहनुहुन्छ भने यो भिडियो पुरा हेरेर सपोर्ट गर्नु होला। चाहनु हुँदैन भने यहीँदेखि स्किप गरेर जान सक्नुहुन्छ। मैले जिन्दगीमा लागू हुने 3वटा नियम भनेको छु। त्यो नियम हजुरहरूले आफ्नो जिन्दगीमा लागू गर्नुहोस्। तपाईँ पछाडि फर्केर हेर्नु पर्दैन। रिसेट, रिस्टार्ट र रिफोकस। रिसेट, आजसम्म जे भयो राम्रो नराम्रो कुराहरू त्यो सबैलाई रिसेट गरिदिनुहोस्। अब सपनाको लागि गर्नुपर्ने काम अहिलेदेखि नै रिस्टार्ट गर्नुहोस्। रिस्टार्ट अहिलेदेखि नै गर्नुहोस्। कुन काम गर्ने, हजुर पढ्नु छ कि कुनै काम गर्नु छ, र आफ्नो लक्ष्यप्रति रिफोकस गर्नुहोस्। जहिले पनि लक्ष्यप्रति फोकस गर्नुहोस्। अन्ततिर फोकस कहिले पनि ढलमिलाउने काम नगर्नुहोस्। सपनाको आगो लगाउनुहोस्। मनमा सपनाको आगो लगाउनुहोस्। जिद्दी बन्नुहोस्। 6 महिनाको लागि अन्डरग्राउन्डै बस्दिनुहोस् न, केही फरक पर्दैन। अन्डरग्राउन्ड बस्दिनुहोस्। वरिपरि छिमेकीले भन्नु कहाँ गयो मान्छे, कहाँ गयो। तर तिमीले भित्र बसेर पागलपन भनेको के थाहा छ? आफ्नो सपनालाई पाउनुको लागि गरिने मेहनत, अथक सङ्घर्ष। निद लागे एकछिन सुत्नुहोस्, के अरे थकाइ लागेमा आफ्नो सपनालाई हेर्नुहोस्, सम्झिनुहोस्। जब तपाईँ 6 महिना मेहनत गर्नुहुन्छ, पछि 6 महिनाको थकान र जिन्दगीभरिको थकान एकछिनमा मेटेर जान्छ। 0बाट हिरो बन्नु छ भने मेहनत, अथक मेहनत गर्नै पर्छ, सङ्घर्ष गर्नै पर्छ, रात दिन नभनी कुनै पनि काम गर्नै पर्छ। हजुर, चमत्कार रियल लाइफमा सपनामा मात्र चमत्कार हुन्छ भनेर कसले भन्छ? रियल लाइफमा पनि चमत्कार हुन्छ। जसले अथक मेहनत गर्छ, सङ्घर्ष गर्छ, सफल हुनको लागि अथक मेहनत निस्वार्थ भएर गर्छ, उसको जिन्दगीमा जहिले पनि चमत्कार हुने गर्छ। हजुरकोसँग कोही केही माग्न आउँछ भने हजुरले टाइम चाहिँ कहिले नदिनु। टाइम र आफ्नो माइन्ड नदिनु, दिमाग नदिनु, पैसा दिनु बरु, केही फरक पर्दैन। अनि सधैँ साइलेन्ट बस्नु, पागलपन गरिदिनु। बाहिर भएको छिमेकी वरिपरिले भन्नुहोस् न, के भयो, यो पागल भयो कि के भयो, कता गयो आजभोलि भन्नुहोस् न। टक्क अन्डरग्राउन्ड बस्दिनु। आफ्नो सपना पुरा नहुँदासम्म बाहिर ननिस्किनु। इन्टरनेट नचलाउनु भनेको भने चलाउनु, तर लिमिट गर्नु। आफ्नो मनलाई कन्ट्रोल गर्नु। इज्जत कसले के भन्ला भनेर टेन्सन नगर्नु। तपाईँलाई अहिले भन्ने मान्छेले हजुरको घरमा आएर तपाईँको कोठा भाडा तिर्दिनु पनि होइन, हजुरलाई घर हालिदिनु पनि होइन, पैसा दिनु पनि होइन। उसको टेन्सन नगर्नु। कसैको अगाडि राम्रो बन्ने कोसिस पनि नगर्नु। हजुर सफल भएपछि आफै राम्रो बनिहाल्नुहुन्छ। सबैले हजुरलाई राम्रो बनिहाल्छ। सङ्घर्षमा जहिले पनि मान्छे एक्लै हुन्छ। जब सफल हुन्छ तब भिड आफै आइपुग्छ। हजुरले देख्नुभएको होला नि, थाहा छ नि, चुनावमा नेताहरूलाई देख्नुभएको होला नि, पहिले एक्लै हिँड्छन्, जितेपछि भोट नहालेको मान्छे पनि म आएर भोट हालेको भनेर आइदिन्छ। त्यस्तो हुन्छ। सधैँ ट्राई गर्नु सपना, आफ्नो मनमा जिद्दीपना ल्याउनु। हाम्रो नेपालको महान हस्ती भन्छु म त है, महावीर पुन्ज्यू, डाक्टर महावीर पुन्ज्यू। डाक्टर महावीर पुन्ज्यूको जीवनीबाट पनि धेरै कुरा सिक्न सकिन्छ। उहाँको नर्मल जिन्दगीबाट पनि हेर्नु कस्तो मान्छे हुन्छ। महावीर पुन्ज जस्तो कोही छ? उहाँलाई हेड गर्ने मान्छे कोही छ नेपालमा? विश्वमा छैन होला उहाँलाई हेड गर्ने। त्यस्तो मान्छे बन्नुपर्छ, टक्क नर्मल, टक्क। त्यसपछि हजुरको मेहनत, 6 महिनाको मेहनत, छिमेकीले पत्रिका हेर्दाखेरि हजुरको नाम पत्रिकामा आओस्। एकछिन छक्क परोस्, यस्तो मान्छेको पनि पत्रिकामा नाम आउँछ भनेर। अनि हजुरको बुवाको नाम सर्च गरोस्, सेम छ त भनेर एकछिन छक्क परोस्। फेरि के अरे हजुरको बाजेको नाम सर्च गरोस्, अनि वरिपरि पुरा गरोस्। हो, त्यस्तो हुनु पर्यो हजुरको। जबकि आफ्नो वरिपरिको मान्छेलाई आफ्नो सपना पुरा गर्नको बेला डिस्टर्ब गर्न नदिने कसैले पनि। कन्फिडेन्ट नहटाउने, फुल कन्फिडेन्ट हुनुपर्छ है साथीहरू। फुल कन्फिडेन्ट, 0 नेगेटिभिटीले धेरै कुराहरूलाई असर गर्छ। नेगेटिभिटी 0 हुनु पर्यो। सफलताको सङ्कल्प गरेर अगाडि बढ्ने। जसरी हाउरे हरेन, 1-2 दिन काम गर्यो कोही छोडिदिने, 1-2 दिन जिम गयो छोडिदिने, त्यस्तो होइन। गरेपछि मेरो सपना पुरा नहुँदासम्म म गरिराख्छु भनेर त्यसरी हामी लागेर पढ्नुपर्छ। पागलपन, जिद्दीपना अहिलेदेखि नै सुरु गर्नु। यो भिडियो हेरेदेखि नै सुरु गर्नु। हजुरको सपना पुरा गर्नको लागि अहिलेदेखि नै 6 महिनाको काउन्टडाउन राख्नु। पुरा भएपछि यो प्रदीप मोटिभेसन आएर धन्यवाद दिनुपर्छ। यो भिडियोले कतिजनाको लाइफ चेन्ज गर्छ त्यसको लागि कमेन्ट गरिदिनु होला। कस्तो लाग्यो मेरो भिडियो, सपोर्ट गरिदिनु। अरू भिडियो केसको बारेमा भिडियो बनाम, अब केसको बारेमा, पढाइको बारेमा बनाम, हजुरलाई के सम्बन्धी, डर सम्बन्धी के सम्बन्धी छ त्यसको बारेमा हजुरहरूले मलाई कमेन्टमा लेखिदिनु होला। म त्यसै सम्बन्धी भिडियो बनाउँछु। हस् त, धन्यवाद, नमस्ते।